जिम्बा ए जिम्बा चिया बेच्ने होइन नि ऊ त सेलरोटी हो नि तपाईँ मात्रै सेलरोटी हो नि तपाईँले बनाउने मात्र होइन उनीहरू त सेलरोटी बेच्ने हो नि त उनीहरू त छैन नि त 1.5 वर्षदेखि उनीहरूको छैन यहाँनिर सेलरोटी बेच्दैन अहिले छोडिसकेको 1.5 वर्ष भइसक्यो छोडेको उनीहरूको अनि तँ भाइ के हुन्छ नि केही न केही त्यही लाइभ बस्ने त्यति नै हो तपाईँ त लाइभबाट पैसा कमा उता पैसा कमा रुचिको मम्मी लास्टै रहेछ यार अनि च्यावाले रुचिको मम्मी हजुर रेचिकी फेरि ड्याडी छोरी त भयो कि अब अर्को छोरा पाउने होइन र बुस्टिङ जन्माउनु भनिरहेछन् यहाँ सबैजनाले उता जन्मिसक्यो त अनि बुस्टिङ राखिदिने रे छिटो जन्माउनु भनिरहेछन् उनीहरूले भनेर हुन्छ र उनीहरूले पाइदिने हो कति भन्छन् यहाँ छोराको नाम बुस्टिङ राखिदिनु पर्यो भनेर भनेको भनेछन् यहाँ झुकेर फेरि छोरी भइहाल्यो भने खोइ तर अहिले हामीलाई छोरा र छोरी दुइटै जन्माइदिएछ नि कति रह लाग्छ बच्चा पाउन छ्या कुछ त शरम गर यार गाइस 25 रुपियाँ कमाइ दिएको छ पोलेको होइन केटा पिठो खानाको यार केटा कहाँ पोल्ने यार डबल ट्याप गर्ने बेला तपाईँ आउनु न अनि छोरीको नाम ट्याप ट्याप रेला ए बा हो यहाँ के भइरहेछ यार ग्यास 25 रुपियाँको माथि गाइस अनि कि हजुर भन्नुहोस् न यहाँले बिहा त गरिदियो कि हामी रियलमा भेट्ने कहिले हो क्या यार आउनु तपाईँ भेट्नै आउनुहुन्न अनि चिया खुवाउनुहुन्छ मलाई के खुवाउँछु नि आउनु न पहिला के डबल मिनिङ फेरि यार मात्रै त खुवाउने कुरा अरू पनि छ नि खानेकुरा के छ त्यस्तो तपाईँसँग खानेकुरा मसँग पहिला आएर हेर्नु न मसँग के चिया मात्रै हुन्छ मसँग अरू हुँदैन अर्काको छोरी चेल्ला मसरी एक्लै भेट्दिनँ म न अब भेट्नै आउनु न तिमी चाहिँ पोखरा हो तपाईँसँग के छ त्यसो भए बेकार है भैया मैं तो टूट गया मैं तो अब खत्म हो गया यार मैं तो बेकार है भैया मैं तो टूट तपाईँ धेरै कुरा खानु पाउनुहुन्छ पोखरामा आयो भने के दिनुहुन्छ गया मैं तो अब तिमीलाई दिने न्यानो माया बाको मसँग के छ र माया दिने आया माया दिने कुरा होइन के माया गर्ने कुरा हो अरू के कुरा अपेक्षा गरेको र मसँग वेलकम फ्यामिली तपाईँले चाहिँ के अनि के अपेक्षा गर्नु भएको छ त काठमाडौँ आएपछि सिर्फ काठमाडौँमा भेट्छु एउटा टिकटक बनाउँछु बास सक्यो अरू केही पनि चाहिएन मलाई केही चाहिँदैन केही छैन है डिमान्डै छैन किन हामी अर्काको छोरीचेलीलाई रेस्पेक्ट गर्छौँ हामी यहाँ त के भन्छन् हौ अनि तपाईँ डाक्टर हो सुई लगाइदिनुहुन्छ अरे ठुलो को फेरि यार को जान्ने हो नि को यार खोइ तपाईँ डाक्टर कहिले डाक्टर हुनुभयो तपाईँ भेटे छोड्नुहुन्छ भन्छ केटाहरू छ्या त्यस्तो नगर यार द्याट सब टल्किने वस्तु हिरा हुन्न यार होइन म तपाईँलाई पब्लिकमा भेट्ने एकान्तमा भेट्दिनँ यार डर लाग्छ मलाई डर लाग्छ अरे कति नै म के बाघ हो खाइदिन्छु तपाईँलाई अनि तपाईँ एकान्तमा भेट्न आउनुहुन्छ तपाईँ मलाई भेट्न आउनुहुन्छ नि एकान्तमा एकान्तमा कहाँ जाने हो संसारमा एकान्त भनेको जङ्गल मात्रै छ बाँकी अन्त कहीँ एकान्त छ सबैतिर मान्छे छन् जङ्गलमा मात्रै हो त्यहाँ गएन हामी असरमा जान्छु पब्लिक चिया बेच्ने सरिता केसी भन्ने केटी को भन्छु टक्क हेर्छु अनि यसो तपाईँले चिन्नुभयो भने भिडियो बनाउँछु न फर्किहाल्छु ल हुन्छ फेरि म रियल राम्रो छैन के अरे देखिसकेको छु कति बेला त्यो भिडियो बनाउँदाखेरि भनेको फिल्टर हुन्छ त त्यो भिडियो बनाउँदा त फिल्टर छैन
देखिरहेको छु त नि अघि पछि फिल्टर बिना नि देख्नु। फिल्टर लाग्छ म राम्रो छैन यार चियावाले तपाईँ राम्रै हुनुहुन्छ अब हेर्दै सुन्दरी हुनुहुन्छ म त कहाँ तपाईँको खुट्टा पनि सक्नु हौ केटी मान्छे पन्सन गेम खेलौँ न यार यस्तो हुन्छ नि पन्सन गेम खेल्ने यार लक्ष्मी कलेक्सनलाई केलाई भेट नगरेन त अरे ह्या गर्दिनँ म कसैलाई चियावाली पाएपछि मलाई अरूलाई गर्छु होला नआउने कुरो यार हो कि नै थाहा छैन मलाई त अब कसलाई भेट्ने चियावाली पाएपछि म अरूलाई भेट गर्छु होला हो कि नै हुनुपर्ने चाहिँ त्यही हो।